यो पल्सरको एउटा साइलेन्ट नबल्ने भनेको कसरी नबल्ने र किन नबलिरहेको भनेर त्यसको बारेमा भिडियो बनाउन लागेको छु। यहाँ हेर्नुहोस्, यहाँ स्विचमा साइलेन्ट चेक गर्दाखेरि यहाँ छैन नि त, बले छैन, यहाँ पनि बले छैन डिजिटलमा। अब यसलाई के गर्ने भनेको सबभन्दा पहिला यहाँ सिट ओपन गर्ने, यहाँ सिट ओपन थिच्नुपर्छ। यो यहाँबाट थिच्दाखेरि यो खुल्छ, खुल्यो। यो खुलिसकेपछि तपाईँले यहाँ यसको फ्लासर हुन्छ, यो फ्लासर हुन्छ। फ्लासरमा अब यो किन बलेन भने अब यो चेक गर्न पनि मिल्छ, तपाईँले आफै घरमा पनि चेक गर्न मिल्छ। के गर्नु भनेको म सिकाउँछु तपाईँलाई। फ्लासर यस्तो निकाल्ने अनि एउटा तारको मद्दतले के गर्ने भनेको यो दुईटामा एउटा यतापट्टि अनि एउटा यो जोड्नुस् यतापट्टि मजाले जोडिसकेपछि अब त्यसपछि यहाँ चेक गर्नु साइलेन्ट बल्छ कि बल्दैन भनेर। बल्यो भनेपछि साइलेन्ट बल्यो भनेपछि बलेको बल्यो भयो नि त, भनेपछि फ्लासर बिग्रेको हो। तपाईँले आफ्नो घरमै यो यस्तो गर्न सक्नुहुन्छ सिट हेरेर, अनि के बिग्रेछ भनेर थाहा हुन्छ। त्यही भएर यो यस्तो तारलेको मद्दतले एउटा आफूले पनि चेक गर्न सकिन्छ घरमा। तपाईँले यो भिडियो मन पर्यो भने सेयर गर्नु, लाइक गर्नु, कमेन्ट गर्न चाहिँ नबिर्सिनु होला। हस्, धन्यवाद।